हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो तानसेनको भीमसेन टोलमा चाहिँ फुड फेस्टिभल थियो अनि म र मम्मी भएर चाहिँ गएको थियौँ है। अनि गएर चाहिँ मम्मीले सबैभन्दा सुरुमा हेर्दै हेर्दै गयो भने मम्मीले चाहिँ न्युरो किन्नुभयो। अनि न्युरो किनेर चाहिँ हामी यति घुम्यौँ। त्यहाँ चाहिँ कति धेरै सब्जीहरू पनि बेच्न राख्नु भएको थियो है। एकदम रमाइलो लाग्यो। नेपालमा चाहिँ म अब धेरै पछि नै म यसरी घुम्दैछु। अब 3-4 महिना बस्दैछु नि त नेपाल, अनि त्यस कारणले गर्दाखेरि म धेरै पछि यो सबै कुरा हेर्नु पाउँदाखेरि चाहिँ मलाई एकदमै रमाइलो लागिरहेको थियो है। अनि स्ट्रिट फुडहरू खान भनेपछि मलाई त्यसै पनि इन्ट्रेस्टिङ लाग्छ है। हरेक चिज अब बटुकहरू भयो हाम्रो, अब हेर्नु न के अरे यो चाहिँ बुङ्गुरको सेकुवा बनाउनु रहेछ, तर म चाहिँ खाँदिनँ है। अनि लिचीहरू अब अहिलेको पाइने चिजहरू सबै थियो, थोक थियो क्या है। यति रमाइलो लाग्यो मलाई चाहिँ। अनि सेकुवाहरू चाहिँ एकदम मजाले ठाउँ ठाउँमा बेच्न राख्नुभएको है। अनि यहाँ चाहिँ आन्टीहरूले सेलरोटी चुकाउनेहरू राख्नु भएको थियो है। पहिला सुरुमा चाहिँ हामी हेर्दै हेर्दै गयौँ है, के रहेछ भनेर पहिला चाहिँ हेऱ्यौँ। अनि पछि बल्ल आउँदा फर्किँदाखेरि चाहिँ केही खाम्ला भन्ने सोच्यो है। यहाँ चाहिँ हाम्रो पकौडाहरू अनि चुकाउने अचारहरू राख्नुभएको छ है। अनि मान्छेहरू कति धेरै हुनुहुन्थ्यो होइन। अनि हेर्दा हेर्दा चाहिँ लाखे लिइरहेको जस्तो मानेर अनि हामी चाहिँ लाखे हेर्नु बस्यौँ। त्यो हेरेर सकाएपछि यतापट्टि यो चाहिँ नेवारी सेट हो जस्तो लाग्छ है, मलाई चाहिँ खासै थाहा छैन। अनि यो किनेर मम्मी र म भएर खानु भनेर ल्यायौँ, तर त्यहाँ चाहिँ एकदमै भिड थियो। अनि हामी चाहिँ यता टुरी खेलतिर निस्कियौँ। यहाँ चाहिँ नाचहरू चलिरहेको थियो है। डिफ्रेन्ट कला केन्द्रहरूदेखि नाचहरू ल्याएर बहिनीहरू चाहिँ यस्तो राम्रो राम्रो नाचिराखेको थिएन है। त्यो देख्दाखेरि आफू सानोमा यसै गरी नाच्न हिँडेको याद पनि आयो मलाई है। धेरै मान्छेहरू हुनुहुन्थ्यो, हेरेर बस्नु भएको थियो है। अब भर्खरका बच्चाहरू पनि थिएन है। अनि यो चाहिँ अब हाम्रो पाल्पाको तानसेनको टोडी खेल है। यो चाहिँ अब गेमहरू खेल्नु यताउति हुन्छ है। अनि हामी चाहिँ त्यही गएर बसेर खाने भनेर गयौँ। हामी चाहिँ फाइनल्ली आएर अनि बस्यौँ। हाम्रो एउटा सेलरोटी नै किन्यौँ, किनभने मलाई सेलरोटी र चुकाउने खाना चाहिँ मनपर्छ है। अनि मम्मी र म भएर यहाँ आएर अनि बसेर खाँदैछौँ। मैले चाहिँ पहिला सुरुमा सेलरोटी चुकाउने नै खाएँ। मलाई चाहिँ एकदमै मन पर्यो है। सबै कुरा एकदम मिठो थियो। अनि चिकन छोइरा पनि एकदमै मिठो थियो। म चाहिँ एकदम इन्जोय गरेर खाएँ। अनि खाएर चाहिँ हामी फेरि यो चाहिँ हाम्रो डान्स भन्दा पनि यो चाहिँ पहिला अब पुरानो हाम्रो बाबुबाजेको जमानादेखिको भयो है। अनि अब अहिले चाहिँ धेरै जस्तो अब हराउँदै गएको छ नि त यस्तो चिज। त्यही पनि यहाँ दाइहरूले चाहिँ यसरी निकाल्नु भएको रहेछ है। एकदमै रमाइलो लाग्यो हेर्दाखेरि चाहिँ। हुन त यो अब बाहिर हेर्दाखेरि त के नै हो र जस्तो लाग्छ भने कतिलाई होइन। तर यो भनेको हाम्रो अब कल्चर हो नि त। अनि हराउँदै गएको चिजलाई पनि यसरी आफूले सम्हालेर हिँड्नु भनेको एकदम ठुलो कुरा हो जस्तो लाग्छ मलाई है। हामी चाहिँ एकछिन यो हेरेर इन्जोय गऱ्यौँ। अनि अलमोस्ट 6:30 भइसकेको थियो। अनि त्यसपछि चाहिँ हामी घर जानुपर्ने थियो, किनभने मेरो चाहिँ भाइ फेरि ऊ चाहिँ तानसेन आउने रे फुटबलको के हो गेम छ, अनि त्यहाँ हेर्ने हो साथीहरूसँग बसेर भनेर उसले फोन गरेको थियो। अनि हामी चाहिँ घर फर्किनु लायौँ यति हेरेर। हामीले चाहिँ हाम्रो स्कुटी उतापट्टि नगरपालिकाको साइडमा राखेको थियौँ। यो हाम्रो नगरपालिका है, हाम्रो तानसेनको नगरपालिका। अनि मम्मी र म भएर चाहिँ हिँड्यौँ अब। अनि हामी चाहिँ एकदम इन्जोय गर्दै आएको थियौँ है। कस्तो राम्रो देखेको थियो कि हाम्रो पाल्पा भनेको हिल्ली एरिया हो नि त। कस्तो राम्रो देखिने कि भ्युजहरू हेर्दाखेरि त है। एकदमै रमाइलो भयो। साँझको बेलामा यसरी हिँड्दाखेरि पनि रमाइलो हुन्छ। अब फेरि
बाहिरीसँग भन्दा पनि अब आफ्नो मम्मीहरूसँग हिँड्दाखेरि चाहिँ मलाई एकदम रमाइलो लाग्छ। यो हाम्रो करुवा है, यो चाहिँ सायद संसारकै सबभन्दा ठुलो करुवा हो जस्तो लाग्छ है। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। सबैजनाले लाइक, कमेन्ट अनि सब्सक्राइब गर्नु है त। थ्याङ्क यू।